आज हामी हाङ्गुक अर्थात् कोरियन भाषाको च्याप्टर 1 भनौँ या वर्णहरूको बारेमा अध्ययन गर्नेछौँ, जसमा कोरियन भाषामा 40 वटा वर्णहरू रहेका छन्, जसमध्ये भोवेल र कन्सोनेन्ट गरेर दुई आधारमा डिभाइजन गरिएको छ। मतलब दुई आधारमा वर्गीकरण गरिएको छ भनौँ। भोवेल साउन्ड 21 वटा छन् भने कन्सोनेन्ट साउन्ड 19 वटा छन्। फेरि भोवेलमा पनि दुईवटा बेसिक र डबल गरेर फेरि दुई आधारमा वर्गीकरण अथवा विभाजन गरिएको छ। कन्सोनेन्ट साउन्डमा पनि दुई आधारमा वर्गीकरण गरिएको छ, बेसिक एन्ड डबल। अब भोवेल साउन्डतर्फ जाँदा 21 वटा जुन भोवेल स्वर वर्णहरू छन्, ती स्वर वर्णहरू चाहिँ दुई भागमा वर्गीकरण गरिएको छ, बेसिक भोवेल अनि डबल भोवेल। बेसिक भोवेल फेरि 10 वर्णहरूमा वर्गीकरण गरिएको छ भनेपछि डबल भोवेलहरू 11 भागमा वर्गीकरण गरिएको छ। कन्सोनेन्ट साउन्ड 19 वटा छन्, त्यसलाई भनिन्छ व्यञ्जन वर्ण। जस्तै हाम्रो क ख, यसलाई आ भनौँ, यसलाई क ख भनौँ। 19 भागमा 19 वटा वर्णहरू छन् कन्सोनेन्ट साउन्डमा, जसमा बेसिक कन्सोनेन्ट भनेको 14 वटा र डबल मिश्रित भनेको 5 वटा रहे। बेसिक भोवेल साउन्डमा हामीले 10 वटा बेसिक भोवेलहरू साउन्ड छन् भनेका थियौँ। ती बेसिक भोवेल साउन्डहरू चाहिँ यस प्रकार रहेका छन्। वर्णहरू चाहिँ यिनीहरू हुन्। हामीले नेपालीमा चाहिँ अ आ इ भोवेल साउन्ड भन्छौँ नि, हो त्यही अनुसार अ आ इ भनौँ न यसलाई। भोवेल साउन्ड भनेको अ आ इ। जस्तै वर्णहरू यसरी छन् कोरियनमा भए, हामीले उच्चारण गर्दा चाहिँ यसरी गर्नुपर्छ। अ आ जुन एक लाइन तानेर जब यस्तो गर्छ यसलाई के भन्छ? आ भन्छ। यो कोरियन ल्याङ्ग्वेजमा फेरि तपाईँ यो के लाइन हो, कस्तो लाइन हो भन्नु होला। यो कोरियन ल्याङ्ग्वेजको यस्तै हुन्छन् अक्षरहरू। हामी नेपाली अक्षरमा क यस्तै लेख्छौँ, अ यस्तै लेख्छौँ, त्यही अनुसार कोरियनको अ यो हो। फेरि आ यो भयो। या यो डबल लाइन तानेपछि यसलाई या भन्छ। फेरि हामी जब इस्टतर्फ सिङ्गल लाइन तानेर इस्टतर्फ देखियो भने त्यो चाहिँ आ हो, एउटा लाइन भयो भने। डबल लाइन इस्टतर्फ तानेपछि राइटतर्फ इस्ट भनौँ, त्यसलाई या भन्छ। फेरि लेफ्ट साइडतर्फ एउटा लाइन तानेर यस्तो गरेर लेफ्टतर्फ एउटा लाइन तान्छ भने त्यसलाई अ भन्छ। अनि दुईवटा लाइन तान्छ भने त्यसलाई या भन्छ। फेरि तलदेखि माथि के भनौँ यसलाई? अप उल्टो टी यसरी भनौँ हामीले। उल्टो टी, यसलाई उल्टो टीलाई ओ भन्छ। एउटा लाइन भयो भने यसलाई फेरि डबल लाइन गर्नु पऱ्यो भनेपछि त्यसलाई यो भयो। फेरि टी सिधा हामीले टी, उल्टो टीलाई ओ भन्यो भनेपछि सिधा टीलाई ऊ भन्ने। ऊ भनेको ऊ भनेर तल कट गर्ने होइन कि डाइरेक्ट सिधै ऊ भनेको आएको हाम्रो ऊ छ नि, यो ऊ होइन, जस्ट यो वाला ऊ, त्यो चाहिँ सिधा टी। सिधा टीमा दुईवटा लाइन आयो भनेपछि यसलाई यु। फेरि सिङ्गल लाइन माइनस वाला लाइन आयो भने त्यो चाहिँ ऊ हुन्छ। यसरी जब लामो भोइस हुन्छ यो ऊको चाहिँ लास्टमा ऊ यसरी आफ्नो लास्टको स्वर चाहिँ लामो गर्नुपर्छ। अनि इ यसरी हामीले पूर्णविराम भन्छौँ, त्यो पूर्णविराम यसरी दियो भने त्यसलाई चाहिँ इ भन्छ। भोवेल साउन्ड सकिने बित्तिकै अब डबल भोवेल साउन्डतर्फ जान्छौँ। जुन सिङ्गल भोवेल साउन्डमा 10 वटा वर्णहरू थिए भने डबल भोवेल साउन्डमा 11 वटा वर्णहरू रहेका छन्, जसमध्ये वर्णहरू सिङ्गल भन्दा डबल चाहिँ अलिक गाह्रो नै छ।
गाह्रो भन्नाले पनि अब बिस्तारै सजिलो भइहाल्छ। अहिले फर्स्टमा त गाह्रो हुने नै भइहाल्यो। फर्स्टमा चाहिँ वर्णहरू यी 11वटा जुन वर्णहरू छन् यो चाहिँ कोरियन वर्णहरू हुन्, जुन डबल भोवल साउन्डका यिनीहरू वर्णहरू हुन्। यो चाहिँ हामीले उच्चारण हामीले नेपालीमा डाइरेक्ट कोरियनमा उच्चारण गर्न हामीलाई गाह्रो हुन्छ, त्यसैले हामीले नेपालीमा उच्चारण सिकिरहेछौँ। पछि हामीले यो लेख्न पाउँदैन, फेरि यही लेख्नुपर्छ। त्यही अनुसार वर्णहरू चाहिँ 11वटा यस प्रकार रहेका छन्, जसमध्ये एलाई कसरी बुझ्नुहोस् भने याच, हामीले एबिसिडीको याच थाहा होला नि, हो त्यो याचलाई ए भन्छ। अको ए हुन्छ नि, त्यसलाई ए भन्छ। जब याचको बिचमा यसरी दुईवटा लाइन आउँछ, यो याच भयो, यसको बिचमा अर्को लाइन आयो भने त्यसलाई ए भन्छ यसलाई। फेरि एउटा लाइन जस्तो हामीले अघि अ गऱ्यौँ, जुन अघि अ पढाएको थियौँ, त्यसको पछि ई थपिदिएपछि यसको उच्चारण पनि फेरि ए नै हुन्छ। यो यसमा डिफ्रेन्ट अहिले खासै केही पनि छैन, जुन हामीले पछि पढ्दै जाँदा धेरै डिफ्रेन्टहरू पाउनु हुनेछ। जस्ट हामीले अहिले डबल भोवल साउन्डहरू चाहिँ थाहा पाउनको लागि चाहिँ हामीले यसरी बुझ्न सक्छौँ सजिलै। यो चाहिँ कसरी लेख्ने भनेपछि अ लेख्ने, अघिको अ थियो नि जुन सिङ्गल भोवल साउन्डमा अ आएको थियो, त्यसको पछि ई पनि आएको थियो, त्यो ई जोडिदिएपछि ए हुन्छ। फेरि सिङ्गलमा डबल याको ठाउँमा पछि अको ठाउँमा डबल लाइन लगाइदिएपछि यही हुन्छ। जुन अघि यही यस्तो भयो, यसलाई ई थपिदिएपछि यही भयो। डबल भनेको के त? फेरि ओ लेख्ने, आ लेख्ने, वा इजिली ओ लेख्यौँ, वाको पछि आ लेख्थ्यौँ, वा। फेरि ओ लेख्ने, ओको पछि यही लेखिदिएपछि ओए, ओको पछि ओए। फेरि ओ लेख्ने, त्यसको पछि ई थपिदिएपछि ओइ, ई उच्चारण हुन्छ यो फेरि ओइ भन्छ यस्तो। फेरि ऊ लेख्ने, उको पछि अ थपिदिएपछि ओ भन्दै ओ सिधा ओ भन्दा हुन्छ। फेरि ऊ लेख्ने, उको पछि ए, जुन हामीले अघि ए लेखेका थियौँ, योलाई पछि ऊ लेख्ने, उको पछि यो थपिदिएपछि ओइ भन्छ, ओइ कसरी भन्छ। फेरि ऊ लेख्ने, अर्को यो उही चाहिँ ऊ लेख्ने, उको पछि ई थपिदिएपछि उही। फेरि हामीले अर्को ऊ लेखेका थियौँ नि यस्तो, लास्टमा अलि लामो भोइस भनौँ न, ऊ लेख्ने पछि ई थपिदिएपछि उही भयो। यसरी हाम्रा जम्मा 11वटा डबल भोवल साउन्डहरू रहेका छन्, जसमध्ये हामीले सिङ्गल र डबल आज बिहान